प्रिय दर्शकवृन्द, तपाईहरु सबैजनालाई म यो जरबेडाको खेती गरेको जग्गामा आएर बसेर यहाँबाट तपाईलाई ठुलो ग्रिन हाउस भित्र यो जरबेडाको खेतीलाई म देखाइरहेको छु। यो जरबेडा खेती लाउने हाम्रो भाइ श्रमिकमा लेप्चाज्यू, उहाँले धेरै वर्ष अगाडि उहाँले आफ्नो पढाइहरु सिध्याउनु भयो र उहाँले नोकरी चाकरी यस्तो सबै कुरालाई उहाँले बिर्सेर, तर उहाँले त्यो कुरा नगरेर उहाँले आफ्नो जीवनलाई यो लगनीमा लगाउनु भएको छ। र उहाँ यो मात्र हैन, उहाँ सागसब्जीमा पनि धेरै एकदम राम्रो सागसब्जी गर्नु सक्नुहुन्छ। अनि उहाँले सागसब्जी बेचेरै आफ्नो परिवार गरिरहनु भएको थियो भने साथसाथै अहिले उहाँले यो विभिन्न उहाँले यो एउटा जरबेडा खेती गरिरहेको छ। र यो हाम्रो फलेक गिताङ गाउँमा उहाँले यो पहिलो जरबेडा खेती उहाँले गर्नुभयो। सँगसँगै यो जरबेडा खेतीमा उहाँको एकदमै यो राम्रो, अब यो चाहिँ अस्ति फर्स्ट सिजन टिप्नु भयो, अब यो सेकेन्डमा अझै राम्रो भएछ। अझै पनि तपाईले यो देख्नुहुन्छ कि अब थर्ड फोर्थमा अझै उहाँको राम्रो हुने हामीले आशा गरेका छौँ। र यो खेती मलाई के लाग्यो भने यो खेती अब यो एक स्टिकको अब रेट पनि राम्रो रहेछ, यसको मार्केट पनि राम्रो छ। अनि उहाँले त्यति राम्रो राख्नु भएको छ। र मेरो सबै युवा पिँढीहरूलाई अनि मेरो जवानी भाइ बहिनीहरूलाई प्रत्येकजना तपाईँ जबै गर्दा पनि हामी सबैजनाले चाहिँ यसरी एउटा खेती पक्रियो भने हाम्रो यो एउटा सस्टेनेबल बिजनेस लाग्यो मलाई। र यसले हामी सबैजनालाई एउटा ठुलो उत्साह दिएको छ। उहाँको यो एउटा गरिरहनु भएको एन्टरप्रेन्योरशिपको लागि हामी सबैजनाले उहाँलाई उत्साह दिनेछौँ। र तपाईहरु कसैले फुलहरु चाहेमा चाहिँ उहाँसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। उहाँमा यो धेरै फुलहरु छ र लगायत सब्जीहरु पनि उहाँले धेरै अगाडिदेखि गरिरहनु भएको छ। र एकदमै हेल्दी भएर आएको रहेछ, बडो खुसी लाग्यो। यो मैले तपाईलाई भिडियो मार्फत देखाउनको खासै उद्देश्य चाहिँ के हो भने हामीले चाहिँ आफ्नै भाइ बहिनीलाई, आफ्नै मित्रहरूलाई चाहिँ हामीले सपोर्ट गर्नुपर्छ। र हाम्रो सपोर्ट भनेको उहाँलाई तपाईले जब फुलहरु चाहिन्छ हामीले फुलहरु उहाँसँग किनिदियो, सप्लाई गरिदियो। उहाँलाई कसैले खोज्दैछ भने फल्नाकोमा छ है भनेर तपाईले भनिदिनु पनि तपाईले ठुलो उहाँलाई मद्दत पुग्नेछ। र यो चाहिँ के छ भने हामीले अब हामी पहाडी भेगमा बस्नेहरूले यो फ्लोरिकल्चर, यो फुलको खेती पनि मलाई चाहिँ धेरै राम्रो लाग्यो। जुन कुरा हाम्रो गाउँमा सुट हुँदैछ भने तपाईहरुले उहाँलाई उत्साह दिनुपर्छ। र तपाईलाई थ्यांक यू। यो भिडियो तपाईले र तपाईले लाइक, कमेन्ट, शेयर पनि गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। धन्यवाद। बाइ बाइ।